अब समाचार विस्तारमा। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति एनआरएनए बृहत एकताको सहमति भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनए भित्र एकताको सहमति भएको हो। एनआरएनए को बृहत एकताको सहमति पत्रमा अध्यक्षद्वय डाक्टर बद्री केसी र महेश श्रेष्ठले हस्ताक्षर गर्दै सहमति पत्र आदान प्रदान गर्नुभएको थियो। बृहत एकता समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली संघको एकता घोषणा कोसेढुङ्गा साबित हुने बताउनुभयो। उहाँले गैर आवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान समेत गर्नुभयो। प्रधानमन्त्री कार्कीले गैर आवासीय नेपालीले संविधान र कानून बमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले दलहरू बीच हुने विवादले मुलुकको समृद्धिमा नै असर पर्ने देखिएकाले एनआरएनए को एकताबाट दलहरूले पनि सिक्नुपर्नेमा जोड दिनुभयो। सूत्रीय अभियानमा लैजाने क्रममा आज एउटा कोसेढुङ्गा स्थापित भएको मान्नुपर्छ। यसलाई मिलेर जाँदा राम्रो हुन्छ, फुटेर जाँदा चाहिँ राम्रो हुँदैन। अब गैर आवासीय सङ्घको आफ्नो हित के हो? पहिलो त त्यो आफूले हेर्नु पर्यो। विदेशमा जाने भन्ने बित्तिकै सबै त सुखी त हुँदैन। सो क्रममा एनआरएनए का अध्यक्ष डाक्टर बद्री केसीले मुलुक अप्ठ्यारो अवस्थामा रहेकाले एनआरएनए एकताबद्ध भएर अघि बढ्न लागेको बताउनुभयो। नेपाललाई समृद्ध बनाउनका लागि एनआरएनए दीर्घकालीन एकताबद्ध भएर देशलाई योगदान दिने उहाँले बताउनुभयो। त्यस्तै एनआरएनए का अर्का अध्यक्ष महेश श्रेष्ठले संस्थामा 4 वर्षदेखि देखिएको विवाद अन्त्य भएको घोषणा गर्नुभयो। समृद्ध नेपाल निर्माणका लागि सहमति, सहकार्य र एकताका साथ एनआरएनए अघि बढ्ने भन्दै उहाँले राजनीतिक दलहरू पनि एकताबद्ध भएर देशको हितमा अघि बढ्नुपर्ने बताउनुभयो। नेपाललाई योगदान दिन सक्दैनौं। नेपाल समृद्ध बनाउनको लागि नेपालमा भएको जुनसुकै अवस्थामा पनि यसको चाहिँ सरल निकासको लागि हामी एक हुनुपर्छ भनेर आज हामी यहाँ उपस्थित भएका छौं। यो उपस्थित हुनुको सबभन्दा मुख्य महत्त्व, यसको सबभन्दा ठूलो एम नै 80 लाख विदेशमा बस्ने नेपालीहरू हामी पेशा, व्यवसाय विभिन्न कारणले गर्दाखेरि विदेशमा गएका थियौं। गैर आवासीय नेपालीहरूले पनि त्यो समृद्ध नेपाल निर्माणमा हामीले आफ्नो योगदान अवश्य गर्नेछौँ। विदेशमा अथाह सम्भावना स्रोत छन्। हाम्रो उद्देश्य पनि छ विदेशमा रहेको ज्ञान, सिप, पुँजी, प्रविधिलाई नेपालमा भित्राउने अभियान अब सुरुवात भएको छ। अहिले त्यो अभियानको थालनी आजको एकताबाट सुरुवात भएको छ। उहाँले गैर आवासीय नेपालीहरूले उठाएका विभिन्न मुद्दाहरूलाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो। एनआरएनए को दुई पक्षबीच 6 महिनाभित्र अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने सहमति भएको छ। एनआरएनए भित्रको विवादका कारण दुवै पक्षले पछिल्लो केही वर्ष यता छुट्टा छुट्टै गतिविधि गर्दै आएको थियो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौती दिने विदेशी तत्त्वसँग लड्न कम्युनिस्ट एकता गरिएको बताउनु भएको छ। शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई साथमा लिएर प्रतिक्रियावादी हस्तक्षेपकारी विदेशी तत्त्वसँग लड्न कम्युनिस्ट एकता गरिएको बताउनु भएको हो। उहाँले जनताको भावना बुझेर साथमा नलिएसम्म 2/3 पनि केही गर्न नसक्ने जेन्जी आन्दोलनमा स्पष्ट भएको जिकिर गर्नुभयो। प्रचण्डले 2/3 को दम्भमा अघिल्लो सरकारले भ्रष्टाचारीलाई बचाउने काम गरेकाले प्रधानमन्त्री बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नु परेको धारणा राख्नुभयो। जनताले लखेटे पनि केही नेतामा अझै पनि अहंकार र दम्भ नहटेको उहाँको भनाइ छ। उहाँले आफूहरूबाट भएका गल्ती, कमी, कमजोरीको समीक्षा गर्दै नेकपा एकता भएको भन्दै अब जेन्जीको मुद्दालाई अघि बढाउने बताउनुभयो। देशभक्त कम्युनिस्टहरू नै उनी गरेका छन्। 6 सालदेखि आजसम्मको इतिहास हेर्यो भने कम्युनिस्टले नै देशको रक्षाको निम्ति ठुल्ठुलो संघर्ष र बलिदानको नेतृत्व गरेका छन्। चाहे जनयुद्धमा हजारौं शहीदहरू, हजारौं बेपत्ता
योद्धाहरू, हजारौं घाइते अपाङ्गहरूको र लाखौं लाख नेपाली जनताको रगत पसिनाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आउने कुराको होस् या विभिन्न ऐतिहासिक जनआन्दोलन, जनयुद्ध र जनआन्दोलनको समायोजनबाट एउटा नयाँ नेपाल निर्माणको अठोट गर्ने बेलामा होस्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले राम्रा कुराको निरन्तरता र कमी कमजोरीलाई सुधार गर्ने संकल्पका साथ नेकपा गठन गरिएको बताउनुभयो। जनताको जीवनलाई सुखी बनाउने र समानता कायम गर्न पार्टीले ध्यान दिने उहाँले बताउनुभयो। राणाशाहीका विरुद्धमा लड्ने संकल्प गर्नुभयो। कांग्रेस पनि थियो, कम्युनिस्टहरू पनि थिए। यी दुईटै पार्टीले भूमिका खेले र यी दुईटै पार्टी मध्ये कम्युनिस्ट पार्टी हरेक मोर्चामा, हरेक चुनौतीमा दृढताका साथ उभिँदै आयो। उहाँले युवाहरूले अघि सारेका विषयलाई समेत आत्मसात गर्दै देशले चाहेको समाजवाद स्थापित गरेरै छाड्ने उल्लेख गर्नुभयो। गत भदौ 23 र 24 गते भएको जेन्जी प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ। आजसम्म कुल 169 जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। 2 चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिनुभयो। 4 समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै अति गम्भीर घाइतेको सूचीमा 15, गम्भीर घाइतेको सूचीमा 51, मध्यममा 36 र सामान्य घाइतेको सूचीमा 67 जना रहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार यही मंसिर 5 गते र 12 गते 2 चरणमा छलफल गरी घाइतेहरूको वर्गीकरण गरिएको हो। वर्गीकरण सहजीकरण समितिले जेन्जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण सम्बन्धी कार्यविधि 2082 का आधारमा हालसम्म 169 जनाको वर्गीकरण गरेको हो। प्रशासन कार्यालयले उक्त वर्गीकरण सम्पन्न गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस पठाउने र सोही आधारमा मन्त्रालयले निर्णय गरी घाइतेहरूको सूची अनुसार आवश्यक सेवा सुविधा र सामाजिक सुरक्षाको व्यवस्था मिलाउने जनाइएको छ। जेन्जी प्रदर्शनका लागि सुरुमा प्रशासन कार्यालयले 315 जनालाई अनुमति पत्र उपलब्ध गराएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न सबैलाई छुट रहेको बताउनु भएको छ। एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा ओलीले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वका साथै केन्द्रीय कमिटी चयन गर्न निर्वाचन हुने भन्दै आगामी निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्न सबैलाई छुट रहेको बताउनु भएको हो। उहाँले महाधिवेशनका क्रममा सर्वसम्मतिका नाममा सेन्टिमेन्टलको काम नहुने र कसैलाई रोक्ने प्रयास नहुने स्पष्ट पार्नुभयो। अध्यक्षका हिसाबले आफूले सर्वसम्मत रूपमा अघि बढ्न आह्वान गर्ने भन्दै उहाँले एमालेमा लोकतन्त्रको पूर्ण अभ्यास हुने बताउनुभयो। अध्यक्ष ओलीले पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक रूपमा हुने भएकाले यसमा अनावश्यक बहस गर्न आवश्यक नरहेको जिकिर गर्नुभयो। पार्टीका केन्द्रीय सदस्य सार्वभौम हुने भएकाले उनीहरूको आकांक्षालाई समेत रोक्न नसकिने उहाँले बताउनुभयो। त्यस्तै अध्यक्ष ओलीले संविधान र लोकतन्त्र भएको देशमा निर्वाचित जनप्रतिनिधिले देश चलाउनु पर्नेमा बुख्याचालाई सिंहदरबारमा लगेर राखिएको धारणा राख्नुभयो। उहाँले असंवैधानिक कामलाई रोक्नका लागि संसद पुनर्स्थापना आवश्यक रहेको बताउनुभयो। यसमा कुनै प्रकारको कहीँ असहमति राख्नुपर्ने कुनै ठाउँ पनि छैन, आवश्यकता पनि छैन। त्यसर्थ हामीले अत्यन्तै उन्नत सहमतिका साथ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अगाडि बढाउँछ। कमिटीहरूमा अधिवेशनहरू हुँदा कमिटीमा स्वाभाविक रूपमा केही परिवर्तन, केही हेरफेर, केही साथीहरू हट्ने, केही साथीहरू नयाँ आउने, यो सिलसिला हुन्छ नै।
ओलीले देश अप्ठ्यारो अवस्थामा रहेका बेला दलहरूले राजनीतिक स्वार्थ त्यागेर एकताबद्ध भई मुलुकलाई लोकतन्त्रमा फर्काउन आह्वान गर्नुभयो। उहाँले बौद्धिक वर्गहरूलाई पनि सत्यको पक्षमा वकालत गर्न आग्रह समेत गर्नुभयो। नेपालमा एचआईभी संक्रमितको संख्या बिस्तारै घट्न थालेको सरकारी तथ्याङ्कले देखाएको छ। विश्व एड्स दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सर्वेश शर्माले अनुमानभन्दा संक्रमण घटेको जानकारी दिनुभयो। उहाँले सन् 2024 को अन्त्यसम्म नेपालमा 34,337 व्यक्तिमा एचआईभी संक्रमण भएको बताउनुभयो। सरकारी तथ्याङ्क अनुसार कुल संक्रमित मध्ये 15 वर्षभन्दा माथिका 33,279 जना रहेका छन्। त्यस्तै 15 वर्ष माथिका 14,000 जना महिलाहरूमा एचआईभी संक्रमण छ। डाक्टर शर्माले 15 वर्षभन्दा माथिका एचआईभी संक्रमित पुरुषहरूको संख्या 19,279 रहेको र 1,058 जना एचआईभी पोजिटिभ बालबालिकाहरू रहेको बताउनुभयो। अझै पनि दिनमा 2 जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा 1 जनाको एचआईभीका कारण मृत्यु भइरहेको उहाँले बताउनुभयो। पनि प्रति लाख जीवित जन्ममा 50 वा सो भन्दा कम गर्ने 95 पोहोर लक्ष्य हेर्ने हो भने पोहोर सालको लक्ष्यमा हामीले 81-82 मा चाहिँ पहिलो 95 मा हामीले 90% यो डाटाले बोल्दाखेरि यो सन् 2081-82 मा पहिलो 95 को लक्ष्य चाहिँ हामीले 90% हासिल गरिसकेको छौं। हामीलाई के भयो भन्दाखेरि हामी 94% पुगिसकेको हो, तर स्पेक्ट्रम मेथडबाट यो एस्टिमेट बढिसकेपछि त्यो इन्डिकेटर्स बढ्ने बित्तिकै पर्सेन्टेज चाहिँ घट्छ। त्यही भएर अहिले यो वर्ष चाहिँ हाम्रो 90% मा आएका छौं भने। निर्देशक डाक्टर शर्माका अनुसार नेपालमा सन् 2030 सम्ममा एड्सको महामारीमा अन्त्य गर्ने लक्ष्य लिएको छ। सन् 2030 सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न 95% लाई आफ्नो संक्रमणबारे थाहा पाउने, 95% ले औषधि उपचारमा पहुँच पुर्याउने र 95% ले भाइरल लोड कम गराउने सरकारी लक्ष्य रहेको छ। डाक्टर शर्माले आगामी 1 वर्षभित्र एचआईभी संक्रमण विरुद्धको रणनीति बनाउनु पर्ने आवश्यकता रहेको औल्याउनुभयो। काठमाडौँको कीर्तिपुर र चन्द्रागिरी आसपास क्षेत्रमा मनाइने 7 गाउँले जात्राको मुख्य दिन विष्णुदेवी क्षेत्रमा धुमधामका साथ खट जात्रा गरी मनाइँदैछ। कीर्तिपुर क्षेत्रका नेवार समुदायमा मंसिर महिनाको थिलाथ्व अष्टमी, नवमी र दशमी गरी 3 दिनसम्म जात्रा मनाउने चलन छ। नवमीको दिनमा कीर्तिपुरको पाँगामा विष्णुदेवी रथ जात्रा मनाइएको थियो भने दशमीका दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा गर्ने चलन छ। बोसी गाउँ, सतुङ्गल, पुरानो नैकाप, लोहकोट, नयाँ नैकाप र 3 थाना लगायतका बासिन्दाले 3 थानामा रहेको विष्णुदेवीलाई भात चढाउने चलन छ। बिहानैदेखि नैकाप, सतुङ्गल र 3 थानाको सीमामा रहेको विष्णुदेवी पीठमा आज 7 गाउँको प्रतीकका रूपमा खट तथा घ्याम्पो प्रदर्शन गरी जात्रा मनाइएको भक्तजनहरूको घुइँचो लागेको थियो। देवदेवीको पूजा गरेर 7 गाउँबाट ल्याएको खटलाई मन्दिर परिसरमा घुमाई आफ्नो टोलमा फर्काउने परम्परा छ। यो जात्राको विशेषता जाडो मौसममा जात्रा हुने भएकाले तहखा अर्थात् थलथले मासु लगायतका परिकार राखेर भोज खुवाउने परम्परा छ। सरोकारवालाले नेपाल सरकारले क्षयरोग नियन्त्रणमा पर्याप्त चासो नदिँदा संक्रमितको संख्या बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। 72औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था मोरङले शनिबार विराटनगरमा आयोजित गरेको कार्यक्रममा उनीहरूले क्षयरोग नियन्त्रणका लागि राज्यले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा विज्ञ एवं चिकित्सकले आगामी पुस्तालाई सुरक्षित राख्न क्षयरोग नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिए। कार्यक्रममा विज्ञ डाक्टर नारायण कुमारले अस्पताल, समुदाय तथा घरमै उपचार गर्ने विश्वव्यापी मान्यता र प्रभावकारी विधि नेपालले पूर्ण रूपमा अवलम्बन नगरेका कारण क्षयरोगीको संख्या बढिरहेको बताउनुभयो। उहाँले क्षयरोग पूर्ण रूपमा निको हुने रोग भए पनि रोग ढिला पहिचान हुनु र उपचार समयमै नहुने समस्या अझै चुनौती बढिरहेको धारणा राख्नुभयो। फेसिलिटी सेन्टर भनेको छ उसले, त्यो ठाउँको जुन एउटा इलाज छ टक्स, त्यस्तै कम्युनिटीमा गर्नु पर्यो, सेकेन्डमा, थर्डमा होममा गर्नु पर्यो। तर हामीले एज ए डक्टर मैले अब्जर्भ गर्दा, अखबारको न्युज हेर्दा अथवा विभिन्न ठाउँबाट जुन रिपोर्टहरू आइराखेको हुन्छ
त्यसमा यो सिस्टममा अहिलेसम्म गएको छैन। कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार नेपालमा करिब 70,000 क्षयरोगी मध्ये 43,000 मात्र पहिचानमा परेका छन्। बाँकी हजारौं संक्रमित पहिचान बाहिर रहेकाले संक्रमण तीव्र रूपमा फैलिरहेको सरकारवालाको भनाइ छ। यस्तै प्रत्येक वर्ष करिब 17,000 व्यक्तिको क्षयरोगका कारण निधन हुनु देशको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती भएको पनि कार्यक्रम मार्फत सार्वजनिक गरिएको थियो। क्षयरोग नियन्त्रण निवारणमा सक्रिय अग्रणी नेपाल क्षयरोग निवारण संस्थाले प्रत्येक वर्ष मंसिर 13 गते राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाउने गरेको छ। गत भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार 5 जना कैदी धनकुटाबाट पक्राउ परेका छन्। गत भदौ 24 गते फरार रहेका कैदीबन्दीमा धनकुटाबाट पक्राउ पर्नेमा अदालतबाट 2.5 देखि 25 वर्षसम्म कैद सजाय तोकिएका कर्तव्य ज्यान, अंगभंग र लागू औषध मुद्दाका दोषी रहेका छन्। कर्तव्य ज्यान मुद्दामा 25 वर्ष सजाय तोकिएका सुनसरीको धरान उपमहानगरपालिका 20 बस्ने 32 वर्षीय सागर राईलाई धनकुटाको छथर जोरपाटी गाउँपालिका 2 आले गाउँबाट पक्राउ गरिएको हो। यस्तै कर्तव्य ज्यान, जबरजस्तीकरणी र चोरी मुद्दामा 20 वर्ष कैद र 1 लाख रुपैयाँ जरिवाना तोकिएका धनकुटाको 24 गाउँपालिका 2 धारापानीका रमेश माग्मी मगर छन्। उनलाई लुकेर बसेको अवस्थामा घरैबाट पक्राउ गरिएको धनकुटाका प्रहरी उपरीक्षक एसपी शरद कुमार थापा छेत्रीले जानकारी दिनुभएको छ। कर्तव्य ज्यान मुद्दामा 12 वर्ष 6 महिना कैद सजाय तोकिएका संखुवा सभाको खाँदबारी 9 का युवराज राई साँगुरीगढी गाउँपालिका वडा नम्बर 6 भेडेटारबाट पक्राउ परेका छन्। यस्तै अंगभंग मुद्दामा 2 वर्ष 6 महिना कैद सहितको जरिवाना तोकिएका 24 गाउँपालिका 3 का सिजन तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै लागू औषध मुद्दामा पूर्वपक्षको लागि थुनामा रहेका धनकुटा शहीद भूमि गाउँपालिका 2 का 21 वर्षीय गन्धरे भन्ने सुरेश शिवालाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका 2 गागनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार 1 जनाको मृत्यु भएको छ। अर्का 1 जना घाइते भएका छन्। पोखराबाट कटारीतर्फ जाँदै गरेको बा 3 ख 7462 नम्बरको बस र डकाहाबाट झुम्कातर्फ जाँदै गरेको ज 8 प 8164 नम्बरको मोटरसाइकल आइतबार बिहान करिब 3:20 बजे ठोक्किएका थिए। दुर्घटनामा सिन्धुलीको दुधौली नगरपालिका 3 बस्ने 25 वर्षीय महेश कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई दुर्घटना स्थलबाट उद्धार गरेर उपचारका लागि दुधौली नगर अस्पताल सिरथौली पठाइएकोमा चिकित्सकले आइतबार बिहान 4 बजेतिर मृत घोषणा गरेका थिए। सोही दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका 14 चन्दनपुर बस्ने अन्दाजी 25 वर्षीय दिपेश कुमार गम्भीर घाइते भएका छन्। उनलाई दुधौली नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि आइतबार बिहान 6:55 बजे विराटनगरतर्फ पठाइएको प्रहरीले जनाएको छ। गोरखामा बस दुर्घटना हुँदा 21 जना घाइते भएका छन्। गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ना 4 ख 1419 नम्बरको मिनी बस गोरखा नगरपालिका 11-12 किलोमा दुर्घटना हुँदा 21 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार आइतबार दिउँसो 12:30 बजे गोरखा सदरमुकामबाट छुटेको यात्रु बस अनियन्त्रित भएर सड़कबाट 50 मिटर तल खसेर रुखमा ठोक्किएको हो। दुर्घटनापछि स्थानीय सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोलीले घाइतेको उद्धार गरी चितवन रेफर गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। अब अर्थ समाचार। नेपाल विद्युत प्राधिकरणको अगुवाईमा संखुवा सभाको भोटखोला गाउँपालिकामा निर्माण हुने 1063 मेगावाटको माथिल्लो अरूण अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा 12 अर्ब 95 करोड़ रुपैयाँ बराबरको शेयर गैर आवासीय नेपाली एनआरएनए तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्ने प्रस्ताव गरिएको छ। आयोजनाको लागत निर्माण अवधिको ब्याज बाहेक 1 अर्ब 51 करोड़ 27 लाख अमेरिकी डलर हुने अनुमान गरी आयोजनाको वित्तीय विश्लेषण र वित्तीय ढाँचा तयार गरिएको छ।
लागतलाई हाल प्रचलित विनिमय दर प्रति अमेरिकी डलर 141 रुपैयाँका दरले रूपान्तरण गर्दा निर्माण अवधिको ब्याज बाहेक कुल लागत 2 खर्ब 13 अर्ब 29 करोड रुपैयाँ रहेको छ। आयोजनाको निर्माण अवधिको ब्याज सहित लागत अनुमान 2 खर्ब 39 अर्ब 79 करोड रुपैयाँ रहेको छ, जसमा स्वप पुँजी इक्विटी 30% अर्थात् 71 अर्ब 94 करोड रहनेछ। कुल लागतको 30% अर्थात् 1 खर्ब 67 अर्ब 85 करोड रुपैयाँ रहने गरी वित्तीय व्यवस्थापनको प्रस्ताव गरिएको छ। आयोजनाको निर्माण अवधि 7 वर्ष रहने र त्यस अवधिको वार्षिक ब्याज दर 7% रहने अनुमान गरिएको छ। वित्तीय व्यवस्थापन प्रस्तावलाई आयोजनाको प्रवर्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले पारित गरी नेपाल विद्युत प्राधिकरणमा पेश गरेको थियो। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बिहिबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठक कम्पनीको उक्त प्रस्ताव अनुमोदन गरी आवश्यक निर्णयका लागि सरकार समक्ष पेश गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय समाचार। मुसलधारे वर्षाका कारण दक्षिण एसियाका केही देशमा बाढी र पहिरोका कारण झण्डै 600 जनाले ज्यान गुमाएका छन्। उष्णकटिबन्धीय आँधी बेहरीले बढाएको मनसुनी वर्षाले बाढी र पहिरोबाट इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड र श्रीलङ्कामा लाखौं मानिसहरू प्रभावित भएका बीबीसीले जनाएको छ। श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गर्नुभएको छ। घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न सरकारलाई अधिकार प्रदान गर्दछ। आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको उल्लेख छ। श्रीलङ्का चक्रवात दितवाहबाट प्रभावित भएकोमा 130 जना भन्दा धेरैको ज्यान गएको छ भने त्यहाँ झण्डै 170 जना बेपत्ता रहेको विपद क्षेत्रका अधिकारीहरूले बताएका छन्। त्यस्तै इन्डोनेसियाली टापु सुमात्रामा हुने ठूलो वर्षा भएको थियो। मंगलबारको मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परे ज्यान गुमाउनेको संख्या 164 पुग्नुका साथै 79 जना बेपत्ता भएकाहरूको खोजी भइरहेको छ। वर्षापछि आएको बाढीले धेरै घर डुबाएको छ भने कयौं घरहरू भत्काएको छ। मलेसियामा पनि धेरै जनाको ज्यान गएको अनुमान गरिएको छ। जलवायु परिवर्तनले आँधी बेहरीको ढाँचामा परिवर्तन ल्याएको छ, जसमा मौसमको तीव्रता र अवधि समावेश भएकाले ठूलो वर्षा, अचानक बाढी र तीव्र हावा चलेको अधिकारीहरूले बताएका छन्। अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यान र मेरीलेबन क्रिकेट क्लब एमसीसी बीच नेपाल प्रिमियर लीगमा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्ने सहमति भएको छ। शनिबार त्रिवी क्रिकेट रंगशालामा क्यानका सचिव पारस खड्का र एमसीसीका क्रिकेट तथा अपरेसन निर्देशक रोब लिन्चले संयुक्त रूपमा उक्त अवार्डको घोषणा गर्नुभएको हो। उक्त अवार्ड एनपीएलमा क्रिकेटको सम्मान गर्दै खेल प्रदर्शन गर्ने एक टोलीलाई प्रदान गरिने सचिव खड्काले जानकारी दिनुभयो। मेरीलेबन क्रिकेट क्लब एमसीसीबाट प्राप्त उक्त अवार्डले एनपीएल टिमलाई थप प्रोत्साहन मिल्ने उहाँले बताउनुभयो। उहाँले एनपीएलको आगामी संस्करणमा समेत स्पिरिट अफ क्रिकेट अवार्डले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको छ। Very supportive of what Cricket Association of Nepal's done. This piece will now go to the best team that is going to follow the spirit of the game. I think I'm sure all teams are fighting for the trophy. The tournament is still open, but this is one piece that really will add a lot of value to Nepal cricket as well as to all of our franchise owners who put in huge investments, and to the MCC and everybody. We'd like to thank you all. त्यस्तै एमसीसीका क्रिकेट तथा अपरेसन निर्देशक रोब लिन्चले नेपाली क्रिकेट निकै माथि पुगिसकेको भन्दै आगामी दिनमा थप सहयोग गर्न तयार रहेको बताउनु भएको छ। क्रिकेटलाई मर्यादित रूपमा अघि बढाउन एमसीसीले स्पिरिट अफ क्रिकेट अभियान चलाउँदै आएको छ। दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले 6 विकेटले जित हासिल गरेको छ। शनिबार त्रिवी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले 17.4 ओभरको खेलमा 4 विकेट गुमाउँदै 148 रन बनाएर जित हासिल गरेको हो। जनकपुर बुल्सले निर्धारित 20 ओभरको खेलमा
8 विकेट गुमाउँदै 146 रनको मात्र लक्ष्य दिएको थियो। जनकपुर बुल्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएको थियो। सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ। सुदूरपश्चिम 5 खेलमा 5 जित सहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई 29 रनले हराएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई 18 रन, तेस्रो खेलमा कर्णाली याक्स विरुद्ध 45 रन र चौथो खेलमा लुम्बिनी लायन्सलाई 7 विकेटले हराएको थियो। त्यस्तै शनिबारको 5औं खेलमा जनकपुर बुल्सलाई 6 विकेटले हराएको हो। जनकपुर बुल्सको यो चौथो खेल हो। जनकपुरले यसअघि कुनै पनि खेल जितेको छैन। पहिलो खेलमा काठमाडौँ गोर्खासँग 5 विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग 9 र तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग 25 रनले हार बेहोरेको थियो। प्रमुख समाचारका शीर्षकसँगै आम नेपाली समाचार सकियो। ताजा समाचार र मनोरञ्जनका लागि आम नेपाली टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।